हेलो एभ्रिवान, इट्स मी प्रशान्त साई ठकुरी। सबैजना सन्चै हुनुहुन्छ होला। यो चाहिँ मेरो फर्स्ट भ्लग। आज चाहिँ हामी चट्ट पारी स्विमिङ खेल्न जाँदैछौँ है, यस्तो नहरमा। अनि के कस्तो मजा आउँछ कृपया फुल भिडियो हेर्नु होला है। सबैजनाले माया सपोर्ट गरिदिनु होला। अझ चाहिँ बवाल छ क्या ठाउँ चाहिँ, यताखेर चाहिँ स्विमिङ पुल भन्दा पनि बवाल छ क्या, यस्तो छ क्या ठाउँ चाहिँ। कृपया सबैजनाले फुल भ्लग हेरिदिनु होला। अब के कस्तो हुन्छ है तपाईँहरूलाई म देखाउने छु। ठाउँ चाहिँ यस्तो छ है, कहाँ हो यो मलाई पनि थाहा छैन। अनि यता चाहिँ छन् मेरो साथी हरि, उहाँ चाहिँ एउटा सिङ्गर हो। कृपया हेर्नु, सिन चाहिँ बवाल छ चट्ट पारेर। गाइज हामी नुहाउने नहर चाहिँ आइसकेको छ र एकचोटि कोलपुरको बासिन्दा हाम्रा साथीहरू कृपया यहाँ आउनु होला। बवाल छ ठाउँ चाहिँ, यसो एकचोटि रिभ्यू गर्नु होला, भ्रमण गर्नु होला। कृपया हेर्नुहोस्, यस्तो छ बवाल ठाउँ। अनि त्यही भन्छु म चाहिँ। अनि के कस्तो छ अब हेर्छौँ है स्विमिङ खेल्न। अब स्विमिङ खेल्न चाहिँ यस्तो ठाउँ चाहिँ यस्तो छ है। कृपया बवाल छ ठाउँ चाहिँ, के कस्तो हुन्छ है म तपाईँहरूलाई सबै देखाउने छु। अनि पछाडि भाइहरू पनि आइरहेछ हामीहरूसँग है। उता चाहिँ भाइहरू आइरहेछ है, दाइहरू बचाउनु, हामीलाई पनि खिलाउनु भनिरहेछ। कृपया हामी गइसकेका छौँ। नहर यस्तो छ, काटु पाउँछ हौ होइन त। ल गाइज, ओहो यस्तो राम्रो भ्यू छ यार, के क्या मजाको हो। यत्तिको चाहिँ हुनै पर्यो। कोलपुरमा यत्तिको ठाउँ पनि छ भन्ने मैले चाहिँ थाहा पाएको थिएन र फर्स्ट टाइम आइरहेको छु। के कस्तो हुन्छ है। अब बाइकमा आइन्थ्यो, बाइकमा खास चाहिँ अब भ्लग गर्दाखेरि साउन्ड चाहिँ आउँदैन, त्यही भएर चाहिँ हामी साइकलमै आएको। जस के कस्तो हुन्छ म तपाईँहरूले भन्नेछु। यता चाहिँ धेरै राम्रो गर्नुभएको छ यहाँको मेयरजीले। अनि हेर्दै जाऊँ है। उता अगाडि चाहिँ पार्क बन्दैछ, कुन पार्क हो त्यो चाहिँ मलाई थाहा भएन, हेर्नुहोस्। कतिको खुसी छौ त तिमी साथी, भन त। एकदम खुसी म त यहाँ नयाँ ठाउँमा आएको हैन। सबैले सपोर्ट गर्नुलाई प्रशान्त साई ठकुरीलाई। ठकुरी अफिसियल 0069 छ मेरो भ्लगको नाम चाहिँ है। अब आइसकेको छ यो राराताल, भनौँ राराताल जस्तै लागिरहेछ मलाई त अहिले है। क्या मस्तको हो क्या। अब नयाँ ठाउँ चाहिँ आइसकेको छ। अगाडि म्याडम हुनुहुन्छ, दुईजना म्यामसँग गएर बोलिदिउँ क्या हो। सरी त्यस्तो गर्नुहुन्न। माई डार्लिङ इज मलाई गाली गर्नुहुन्छ कृपया। अनि यतैतिर बसौँ, म्यामको हातबाट गाली खाइन्छ, यताउति नजर नलाम। अब यो ठाउँबाट हामी जान्छौँ। यस्तो छ क्या पानी पनि, वाउ वाटर नाइस यार। क्या सिन छ हौ, क्या सिन छ हौ, क्या सिन छ। ल कृपया हामी पौडी खेल्न जाँदैछौँ। के कस्तो हुन्छ अब म तपाईँहरूलाई देखाउने छु। फुल भ्लग हेर्नु होला। नहर चाहिँ के कस्तो हुन्छ म सबै देखाउने छु तपाईँहरूलाई। कृपया फुल भ्लग हेर्नु होला। अनि बच्चाबच्चीहरू धेरै आइरहेछ है। यहाँ कस्तो छ के छ भन्ने मलाई चाहिँ थाहा छैन। अरूभन्दा नि यो पार्क चाहिँ एकदम बवाल आइरहेछ मलाई। कृपया भिडियो चाहिँ फुल हेर्नु होला गाइज है। अरू त्यस्तै हो, नहर चाहिँ बवाल लाग्यो मलाई। यही हो सर। ल गाइज, अब म चाहिँ पौडी खेल्न जाँदैछु। कृपया मलाई चाहिँ पौडी खेल्न आउनु न, फर्स्ट टाइम। के कस्तो हुन्छ है तपाईँले हेर्नु, राम्रोसँग राख न। यो पार्क चाहिँ झन् बवाल छ गाइज। साइडमा मैयाहरू हुनुहुन्छ। कट्टु कस्तो लाग्यो त। कति हो सयको कट्टु? 150। कति? 150। 150? 150 पनि कट्टु लाउने रहेछ हाम्रो साथीले। मैले चाहिँ 10,000को कट्टु लाउँछु। ल म टाढो सिनमा आयो है। ल जाऊ। ल गाइज हेर्नुहोस् है, हरिलाल श्रेष्ठ गइरहनु भएको छ हाम्रो हिरो। ओहो यो त कर्णाली जस्तो छ त यार। कर्णालीको चिसो पानी सिटिक्क खाइदिउँला। मसँग दिएको छौ भने म तिमीलाई
चिटिक्क उडाएर रात घुमाइदिनु लाउला यति जबे गइरो भिडियो कल गराउँछ त बडा गइरो आहा नहर भनेको नहर नै हो गाइज कृपया ल उता चाहिँ भाइहरू आइसकेका छन् हाम्रो पछि पछि उहाँहरू पौडी खेल्न आउन्न तर उहाँलाई बचाउने कोसिस गर्नेछु गाइस भर्खर आफर आयो ल र साथी एकदम ठिकै रहेछ ल गाइज मलाई चाहिँ पौडी चाहिँ खेल्न आउँदैन तर कोसिस जारी छ गन्तव्यमा पुगेको छैन कोसिस जारी छ कटु नदेख है साथी कति गइरो छ प्रशान्त के रहेछ चिसो छ ठन्डी गर्मी महिनासम्म चिसो त हुनु पर्यो नि होइन र कसो गए हामी चाहिँ अब नुहाएर चाहिँ घरतिर लाग्नुपर्ने हुन्छ है अनि यता चाहिँ भाइहरू नुहाइरहेछ सट्ट पारेर यसको लोकेसन चाहिँ हाई स्कुलभन्दा ठ्याक्क हाई स्कुलभन्दा आधी किलोमिटरभित्र है बवाल छ यो ठाउँ चाहिँ कृपया सबैजना आउनु होला है एकदम बवाल छ हेर्नु नुहार चाहिँ सट्ट पारेर चाहिँ बवाल छ ल आजलाई यति नै गाइस हस् त लागौँ नेक्स्ट